मकवानपुर क्षेत्र नम्बर 2 को चुनाव महेश बर्तौलालाई नयाँ उम्मेद्वारको चुनौती। आउँदो प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर 2 मा एउटा रोचक राजनीतिक युद्ध सुरु भइसकेको छ। एकातिर एमालेका केन्द्रीय सदस्य, प्रभावशाली युवा नेता र पूर्व प्रमुख सचेतक महेश बर्तौला, अर्कोतिर कांग्रेस र नेकपा माओवादीका नयाँ अनुहारहरू जो यसपटक इतिहास बदल्ने दाउमा मैदानमा उत्रिएका छन्। महेश बर्तौलाले मकवानपुर क्षेत्र नम्बर 2 बाट दोस्रो पटक उम्मेदवारी दर्ता गरेका हुन्। प्रमुख सचेतक भइसकेका बर्तौला सरकार तथा राष्ट्रिय मुद्दामा खुलेर बोल्ने नेताका रूपमा परिचित छन्। मकवानपुर क्षेत्र नम्बर 2 2048 सालदेखि एमालेको गढको रूपमा चिनिँदै आएको क्षेत्र हो। यहाँ एमालेको संगठन र आधार अझै पनि बलियो छ, तर ओलीको साथ तथा नतिजा बदल्न माहिर इन्द्र बानियाको भूमिकाले भने अवश्य फरक पर्न सक्छ। 2079 को निर्वाचनमा महेश बर्तौलाले आफ्नै गुरु मानिएका पूर्व एमाले नेता विरोध खतिवड़ालाई पराजित गरेका थिए। 4 पटक यहीँबाट उम्मेद्वार बनेका विरोध खतिवड़ाले पराजयपछि आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्। दोस्रो पटक सांसद छिर्ने दाउमा रहेका महेश बर्तौलालाई यो चुनाव सहज भने छैन। उनी विरुद्ध मैदानमा नयाँ उम्मेद्वार नेकपाबाट लप्सेर विष्ट र कांग्रेसबाट मकवानपुर सभापति बुद्ध लामा छन्। नेकपाका विष्ट थाहा नगरपालिकाका पूर्व मेयर हुन्। आफ्नो कार्यकालमा गरेको कामको अझै पनि चर्चा हुने गर्दछ। उनको कार्यकाल थाहा नगरपालिका बेरुजु फर्च्युट र कार्य सम्पादन मूल्याङ्कनमा अब्बल बनेको थियो। यसैगरी जनजातिको बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेद्वार बनाएर जातीय मत आकर्षित गर्ने रणनीति लिएको देखिन्छ। संगठन बलियो भए पनि मत काटिने जोखिम भने एमालेको लागि यसपटक वास्तविक चुनौती बनेको छ। महेश बर्तौलामाथि जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिकाले पनि प्रभाव पार्ने देखिन्छ। यसले युवा मतदाता एमालेबाट टाढा जान सक्ने सम्भावना बढाएको छ। तर अर्कोतिर बर्तौला आफै हरेक नागरिकसँग जोडिने प्रयासमा छन्। घरदैलो भेटघाट, संवाद र व्यक्तिगत पहुँचले उनमाथिको चुनौती केही कम हुने आकांक्षा गर्न सकिन्छ। बर्तौलामाथिको अर्को ठूलो चुनौती हुन् इन्द्र बहादुर बानिया। मकवानपुर 2 बाट प्रदेशसभा सदस्य र बागमती प्रदेशका मुख्यमन्त्री बानियाका विश्वासपात्र हुन् कांग्रेस उम्मेद्वार बुद्ध लामा। जिल्लामा प्रख्यात बनाइ छ। बानियाको चुनावी रणनीतिमा मयौं भन्ने खेलाडी पनि फेल खान्छ। आफ्नै क्याम्पबाट टिकट पाएका लामालाई जिताउन बानियाले हरसम्भवको अस्त्र प्रयोग गर्ने देखिन्छ। उम्मेद्वारलाई विश्वासमा लिएर समर्थन जुटाउने खुबी बानियामा बलियो छ। यस क्षेत्रमा बानियाले गरेको विकासको कार्यको प्रभाव कांग्रेस उम्मेद्वार लामालाई फाइदाजनक हुने निश्चित छ। मकवानपुर क्षेत्र नम्बर 2 मा थाहा नगरपालिका, इन्द्र सरोवर गाउँपालिका, मकवानपुर गढीका उत्तरतर्फका 4 वटा उडाहरू, कैलाश, राक्सिराङ, भीमफेदी र मनरी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका 1, 3, 11 र 19 वडाहरू पर्दछन्। अब एउटै प्रश्न छ, के महेश बर्तौला फेरि जितेर संसद छिर्छन् कि मकवानपुर 2 ले यसपटक नयाँ अनुहार रोज्छ? तपाईँ के भन्नुहुन्छ? कमेन्टमा आफ्नो मत लेख्नुहोस्। यदि भिडियो मन पर्यो भने असम स्टुडियो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। भिडियो लाइक र शेयर गरेर अरूसँग पुर्याउनुहोस्। फेरि भेटौँला अर्को रोचक राजनीतिक विश्लेषणमा।